हेलो गाइज सो वेलकम टु माई मिली ब्लग होइन। आज चाहिँ हाम्रो परिवार चाहिँ सबै चन्द्रगिरी जाने तयारी गर्दैछौँ। ट्याक्क ट्याक्सीमा चढेर हामी जब चन्द्रगिरीको लागि जाँदैछौँ ल गाइज। अनि त्यहाँ पुगेपछि ट्याक्क अनि आन्टीहरू चाहिँ लाइनमा बस्नुभयो होइन, हाँसिरहनु भएको छ। त्यसपछि आऊ बच्चा तिमीहरूको म भिडियो बनाइदिन्छु भने दुईजनालाई टिकटक भिडियोको लागि एउटा भिडियो बनाउँ त भनेर भिडियो सिडियो बनाउनु लाग्यो। आन्टीहरू चाहिँ लाइनमै हुनुहुन्थ्यो अनि मेरो बुढी चाहिँ उता टिकट काट्न गइरहेको थियो लाइनमा। टिकट काटेर आयो, त्यसपछि यस्तो लाइनमा बस्नु पऱ्यो, झ्याउ भइरहेको थियो। त्यही पनि अब फ्यामिलीहरू सबैको यस्तो रमाइलो मान्नु पऱ्यो होइन। टक्क अनि अङ्कलले पनि ठिक छ भनिरहनु भएको थियो। हामी सबैजना लाइनमा बढ्दै अगाडि बढ्दै गयौँ। त्यसपछि चढ्यो है केबल कार। टक्क म पनि फर्स्ट चढेँ नि त चन्द्रगिरीमा। बुढीलाई अनि मायाले हाई गरे। त्यसपछि अनि यता सोधी छोरीलाई, छोरी डराइरहेको थियो। लास्ट डराउँछ छोरी चाहिँ, मेरो छोरी चाहिँ उचाइमा। अनि यता आमा पनि लास्ट डराइरहेको थियो। म त जान्न भनिरहनु भएको थियो। अनि केही हुँदैन हिँड्नु भनेर लिएर आएँ। त्यसपछि अनि टक्क हामी गयौँ मासतिर। अङ्कलहरू पनि रमाइलो मानिरहनु भएको थियो, आन्टीहरू पनि रमाइलो मानेको थियो। मेरो छोरी चाहिँ एकदम डराइरहेको थियो कि, पुरै पसिना भइरहेको थियो। अनि आमालाई सोधेँ डर लागेको छैन भनेको, छैन भन्नुभयो। त्यसपछि मायालाई सोधेँ रमाइलो भएको छ, रमाइलो भएको भने मायाले। अनि टक्क फेरि मासतिर सरर गयौँ है। अनि भ्यूहरू हेर्दै गयौँ। फर्स्टचोटि हो चन्द्रगिरी आउँदा, एकदम फ्यामिलीसँग आयो है, रमाइलो लागिरहेको थियो। अनि त्यसपछि फेरि अनि मायाले म गर्छु भिडियो भने फेरि मायाले दिएँ। मायाले गरिरहेको थियो भिडियो, म हाँस्थेँ। अनि सबै सरर सिन देखाऊ उताको भने, अनि फेरि उसले सिन पनि देखाइरहेको थियो। आन्टीले हेलो गर्नुभयो, अङ्कलले पनि एकदम रमाइलो भएको छ भनिरहेको थियो। अङ्कल आन्टी पुरै खुसी भइरहनु भएको थियो क्या घुम्दा चाहिँ। अनि यसो भ्यूहरू हेरेको, क्या दामी देख्दो रहेछ क्या त्यहाँबाट केबल कारबाट। अनि टक्क अनि सबैजना हामी रमाइलो गइरहेको थियौँ। अनि होइन कति हाम्रो मात्रै भिडियो गर्नु र बाहिर पनि देखाइदिउँ भनेर सट्ट बाहिर हेरेको त होइन, यस्तो दामी भ्यू देखिरह हामी त पुरै आकाशमा उडिरहेको जस्तो क्या है। यस्तो दामी देखिरह नि तलतिर, आमा पुरै रुखै रुख रहेछ क्या है। अन्त टक्क अनि यसो हेरे त छोरी त पुरै डराएर है, आमा पसिना पसिना भएर पुरै पसिना आएर उसलाई गाह्रो भइसक्यो, गर्मी भएछ है। अनि त्यसपछि पुरै झ्यालपट्टि जान्छु भनिरहेको थियो कि, झ्यालमा उठेर गयो। अनि दुईजना हाम्रो बच्चाहरू भाइ र उसलाई चाहिँ गाह्रै भयो, लास्टै गाह्रो भयो। पुरा उनीहरू झ्यालपट्टि गयो, हामीलाई चाहिँ केही भएन, हामीलाई चाहिँ पुरै रमाइलो लागिरहेको थियो क्या। उनीहरू चाहिँ पुरै डराइ पनि रहेको थियो, अनि पुरै पसिना पसिना आइरहेको थियो क्या दुईजनालाई चाहिँ। हामी चाहिँ पुरै रमाइलो गरेर ठुल्ठुलो मान्छेलाई। त्यसपछि यसो हेरेको त तलतिर हेर्दा त पुरै मान्छेहरू पनि हिँडेर जाँदो रहेछ है ट्रेकिङमा, यत्रो उकालो बाटो। अनि तलतिर यसो भ्यूहरू देखाइदियो, दामी देखिरहेको। तर अलि मौसम क्लियर नभएर चाहिँ अलि उ भएको थियो। अनि यतापट्टि फेरि अङ्कलहरूलाई देखाएँ। मासतिर जाँदै थियो, जति मासतिर गयो त्यति मजा आइरहेको थियो। केबल कारबाट झरेपछि चाहिँ अनि बच्चाहरू आइसक्रिम खाने भन्यो, आइसक्रिमहरू किन्न थाल्यो हामी चाहिँ। अनि मेरो मायाले चाहिँ आइसक्रिम किनेर दिँदै थियो। आमालाई कस्तो लागिरहेछ भने एकदम राम्रो लागिरहेछ भन्नुभएको थियो। त्यसपछि अनि गयो हामी हिँड्दै गयौँ मासतिर हिँड्दै गयो। त्यसपछि अनि आइसक्रिम खाँदैछ बच्चाहरू चाहिँ। मायाले कति तपाईँ मात्र भिडियो बनाउनु, म पनि बनाउँछु भनेर अगाडि उसले मोबाइल समातेर भिडियो बनाउनु थाल्यो होइन। अनि त्यसपछि ल तपाईँ अगाडि हिँड्नु, म एक दुईवटा भिडियो खिचिदिन्छु तपाईँको भनेर मायाले गरे। अनि आन्टीहरूको पनि हिँड्नु अगाडि तपाईँहरूको नि एउटा भिडियो बनाइदिन्छु भनेर अनि मैले नि आन्टीहरू हिँडेको भिडियो बनाइदिएँ, आन्टी र अङ्कल हिँडेको। अब यहाँ आइसकेपछि त पूजा नगरी जाने कुरो भएन। त्यही माथि भाइरल पुजारीकोमा होइन, टक्क आयो अनि लाइनमा बस्यो। एकछिन लाइन बसेपछि अनि पूजासुजा यताउता गऱ्यो होइन। पूजा गरिसकेपछि चाहिँ हामी लाग्यौँ फन पार्कतिर बच्चा बच्चीहरूलाई खेलाउनलाई। अनि तलतिर रहेछ अलि फन पार्कहरू, बच्चाहरू खेलाउनु चाहिँ गयौँ तलतिर। अनि आमा छोरी पुरै
भिडियो बनाइदिनु हाम्रो पछाडिबाट हिँडेको भनेर मैले भिडियो बनाइदिएँ आमा छोरीको चाहिँ हात फ्र्याक्चर भएको छ है। अनि यसो हेरेको तलतिर फन पार्कहरू बच्चाहरू खेलिरहेछ रमाइलो रहेछ। अनि हामी चाहिँ नखेलिकन हतार शीतलमा गएर बस्यौँ। शीतलमा गएर बसेपछि अनि त्यो पपकर्नहरू अनि कुरमुरेहरू किनेर सबैजना बसेर शीतलमा बसेर खान थाल्यो है। भोक लाग्यो नि त, 2 बजिसकेको थियो। त्यसपछि अङ्कलले अनि सानो भाइलाई ल एकछिन पिङ खेलाइदिउँ भन्यो। पिङ खेलाइदिनु भयो फेरि। अनि पिङ खेलिरहेको थियो। त्यसपछि अब पिङसिङ खेल्यो, फोटोसोटो खिच्यो 1-2 वटा। त्यसपछि लाग्यौँ फेरि मासतिरै। अब चाहिँ हामी फर्किन लागेको, मासतिर फर्किँदै थियौँ। बुढीले सोध्दै थियो कस्तो लाग्यो आजको घुमाइ भने। अनि मैले चाहिँ ठिकै लागिरहेछ भनिरहेको थिएँ। अनि त्यहाँबाट तल आएको त पुरा त्यो पारिपट्टिको रिसोर्ट हो कि के हो यो, कस्तो दामी देखिरहेको छ क्या त्यो रिसोर्टलाई चाहिँ। अनि तलतिरको नजारा पुरै यो काठमाडौँ भ्याली त यस्तो दामी देख्यो। मौसम अलिक क्लियर भएको भए चाहिँ सफा दामी देख्थ्यो है। अब क्यामेरा पनि अलि लो क्वालिटीको भएर कि अलि नराम्रै देखेको थियो, तर एकदम दामी लाग्यो मलाई चाहिँ। त्यसपछि यसो उफ्रे जस्तो गरिदिएँ केटीहरूलाई रमाइलो होस् भनेर। फेरि अङ्कलले नि गर्नु भएन। हामी चाहिँ रमाइलो गर्दै फर्किएँ तलतिर। त्यसपछि अब फर्किन थालेको, लाइनमा बस्यौँ हामी फेरि फर्किनलाई। फोटो धुल्यायौँ फ्यामिली ग्रुपको फोटो। खासै राम्रो क्वालिटीको चाहिँ थिएन, 700 रुपियाँ फ्रेमको पर्यो। फोटोसोटो धुलायो अनि ल बाई बाई चन्द्रगिरी भनेर फेरि फर्क्यौँ हामी सबैजना केबल कारको लागि। अनि ठक्क फेरि केबल कार पनि चढ्यौँ। अनि अब तलतिर झर्ने बेला चाहिँ यसो हेरेको त यस्तो दामी भिडियो, यस्तो दामी सिनहरू देख्ने त्यहाँबाट। अङ्कल आन्टी चाहिँ अनि टिकटक बनाउनु थाल्नुभयो। एकदम रमाइलो हुनुहुन्छ नि त अङ्कल आन्टी। मेरो छोरीलाई चाहिँ डर लाग्यो क्या, लास्टै डर लागेको छ हो त्यो अग्लो भएर। मेरो मम्मी पनि डराइरहनु भएको थियो है। मलाई चाहिँ रमाइलो लागिरहेको थियो सबै फ्यामिली जाँदाखेरि। अन्त तलतिर झर्दै आयो। जति तलतिर झऱ्यो त्यति दामी देख्ने क्या भ्युजहरू चाहिँ पुरै कस्तो दामी देखिरहेको थियो। सानो भाइको चाहिँ पुरै कान टाल्यो भनिरहेको थियो, अनि कान समाइरहेको थियो। हामीलाई चाहिँ केही पनि भएन, आमा पनि डराइरहनु भएको थियो। अनि केबल कारबाट झऱ्यो, तल आयो। अनि मायाले अनि यसो भिडियो एउटा 1-2 टिकटक लागि रिल्स बनाउनलाई भिडियो खिच्दिनँ भने अनि मैले हिँडेको भिडियोहरू गरिदिएँ। अनि त्यसपछि पानी रहेछ त्यहाँ तल, पानीमा खेल्न जाने रे। पुरै पानीमा खेल्न गयो। अनि आजको